घुमेको भए हुन्थ्यो नि कुरु अब मैले त त्यहाँ देख्छ नि त्यसले जान्छ हामी जान छुट्ने हो तब तिमी त घुमेर गयो भने फोनमा भेट्ने अब हुन्छ दिदी उसो भए म जान्छु दिदी हस् दिदी नमस्ते नमस्ते राम्रो मान्न प्रार्थना गरेर अब त्यहाँ भर्ती छ भने भन्नु पायो त राम्रो अनि ल नमस्ते ल छोरी ल हेलो टसी देवी नमस्कार आज साका धावाको छेवा चिप्सी अब आज दिन छेवा चिप्सी गयो नमस्ते टसी देवी साका धावाको शुभकामना सबैले खालोस् बुलोस् हाम्रो देशमा राम्रो राम्रो नेता आउनुभएछ भालिन्सालाई रोग नलागोस् सुदन गुरुङ रवि लामिछाने अर्को महिलाहरू कति नेताहरूको कुरा यति बुझ्दैन जसले काम राम्रो गरेको छ सबैलाई खालोस् बुलोस् देशभरि हाम्रो नेपालीहरू छरेर बसेछ कतिको पीडा दुख्न होला सबै काटोस् सबैले राम्रो होस् अनि पहिले चाहिँ त्यसरी केही पनि घुम्दैन अब धर्म गरेपछि सुख हुन्छ धर्म गरेपछि आयु लामो अर्को घुम्नु राम्रो हुन्छ भने थाहा पाएर अब चाहिँ यस्तो घुम्नु थालेछ है अब यो घुमेको धेरै वर्ष भएको छ त्योभन्दा पहिले किन अनि पहिले हामी गाउँबाट आएर कारखाना थियो अनि त्यो कारखानामा मान्छेहरू कहाँदेखि राति सुत्न आउने रहेछ अनि मैले कहाँ आएको होला भनेको त रातको 2 बजी उठेर जाने रहेछ अब मैले यो कहाँ जान्छ यति राति बिना भनेको अहिले भए चाहिँ साखा धावामा 108 कोरा गरेर सुत्न आउने रहेछ हो त्यो बेलादेखि ढोमा हेर्नुले चाहिँ खाना खुवाएर हाम्रो तारामा सुताएर त्यसको धर्मले पनि होला अनि अहिले चाहिँ मलाई सबै कुरा छ मसँग करोडपति नभए नि मन खुसी छु बच्चाहरू राम्रो छु परिवार राम्रो छु करोड जनताको माया पाएको छु मलाई त्यही भएर तपाईँहरू पनि सबैजना मन राम्रो गर्नु देखाउने काम कोही नगर्नु शान्ति होस् सुख होस् लडाइँ नहोस् झगडा नहोस् अनिकाल नहोस् देशले भनेर के कुरो मान्छेले मनमा प्रे गर्यो भने त कति हुन्छ नि अनि कति मान्छे बिचरा थाहै छैन अरे दिदीले किन घुमेको भाइ चाहिँ अब मैले चित्त बनाइदियो उहाँहरूको मोबाइलमा अनि कतिजना चाहिँ अब सादा राव कति दिन साह्रो बिचरा थाहा नपाएर है त्यही भएर आफूले के त नगएको भन्नु गाह्रो अनि कोरामा आएर किन त कोरा गयो भनेर कति कोरा गऱ्यो भन्नु पनि हुँदैन कति गऱ्यो भने सत्यमानले 2 कोरा 3 कोरा गऱ्यो भने हाम्रो धर्म हो धेरै कोरा गरेको सुख हुँदैन लामाले बिचराले चित्र युट्युबमा बारम्बार भनिरहेछ अनि सक्नेले अब महिनाभरि मासु खाँदैन नसक्नेले चाहिँ भोलिदेखि उनीहरू पर्सिदेखि अब आफू खुसी हो त्यही भएर तपाईँहरू सबै धर्म गर्नु होला मान्छे कुरा नकार्नु कोरामा आउँदा यताउता नहेर्नु मुख नगर्नु आँखा चिनेर प्रे गर्नु म त यहाँ भिडियो किन्न आएको साथीभाइले यहाँ छोडेर म त के कुरा गरौँ है मायाको पोको बोकेर आउने साथीहरू सबैजना यहाँ आएर जानेर आओस् नजानेर आओस् सबैको काम एकपल्ट बनोस् है बिरामी छ भने निको होस् बेकार भएको छ भने बेकार होस् आयु लामो सोचेको सबै थुप्रो संसारभरि जतिजना इष्टमित्र हुनुहुन्छ सबैले राम्रो होस् छुट्टेन चरम खसेको आशीर्वाद लागोस् नमस्ते टसीले मोटोमा यो 2083 सालको साका धावा हो। यस साका धावा भनेको प्रत्येक बुद्ध जयन्तीको केही पछिल्लो समयबाट सुरु हुने गर्दछ। यसमा लामा गुरुहरूले तिथि र मिति छुट्याएर साका धावा चिनाउँदछ। साका धावाको
पानी पर्छ महिनामा हजुर पानी पर्छ होला कोरा गर्नु दिँदैन छोडेर बौद्ध मलाई त फोटो स्वयम्भू खिचेर र अनि अब नमोबुद्ध त्यो पनि धर्मै हो, लगायतका उनीहरू खुसी हुन्छ नि त हजुर विभिन्न बुद्धिस्ट धार्मिक स्थलहरूमा परिक्रमा गरी नराम्रो देख्यो भने पुण्य अहिले कमाउने चाहिँ गर्दछ। हजुर यो जानुपर्छ, यहाँ भाग्नु पनि 1 महिनासम्म चल्ने गर्दछ। 1 महिना लामो समयसम्म बिहान बेलुका बौद्ध स्वयम्भू नमोबुद्ध लुम्बिनी जस्ता बुद्धको महत्त्वपूर्ण धार्मिक स्थलहरूमा परिक्रमा गरेर धर्म लाभ लिने चलन रहेको छ। साका दावाको बारेमा हामीले भनेर भन्न सक्ने अवस्था छैन। साका दावा विशेष गरेर एक न्यून्य हो। शान्तपूर्वक बौद्ध स्वयम्भू र नमोबुद्धको परिक्रमा अर्थात् कोरा गर्ने चलनलाई नै साका दावा भनिन्छ। साका दावाको महिनामा बुद्धिस्टहरूले माछा, मासु, अन्डा, लसुन, प्याज र बेसार बार्ने गर्दछ। बुद्ध धर्मावलम्बीहरूको लागि साका दावा एक धार्मिक महत्त्वाकांक्षा बोकेको महिना हो। साका दावामा विभिन्न खालको शान्ति पूजाहरू गर्ने गरिन्छ। साका दावाको महिनामा विभिन्न धर्मगुरुहरूद्वारा वाङ लिने चलन पनि रहेको छ। आज हामी यस साका दावा परिक्रमा कार्यक्रमको सिलसिलामा बौद्धको परिक्रमा गरिरहेका छौँ। भनिन्छ धर्मगुरुहरूको भनाइअनुसार बौद्धलाई कम्तीमा 108 परिक्रमा गरे पुण्य लाभ मिल्दछ। स्वयम्भूमा कम्तीमा 13 कोरा अर्थात् 13 पटक परिक्रमा गरेमा पुण्य मिल्ने
धर्मगुरुहरूको भनाइरहेको छ। यसै गरी यस महिना नमबुद्धको पनि दर्शन गर्ने चलन रहेको छ। बुद्ध धर्मावलम्बीहरूको लागि यो कार्यक्रम धेरै नै महत्त्वपूर्ण रहेको छ। बौद्ध र स्वयम्भूमा धेरै नै धर्मावलम्बीहरूको भिड खचाखच रहेको पाइन्छ। हामीले अर्थात् सर्वसाधारणले साका दावाको आन्तरिक रहस्यबारे स्पष्ट बुझ्न नसके तापनि हामी अन्दाज लगाउन सक्छौँ यति धेरै धर्मावलम्बीहरूको भिडले गर्दा केही न केही महत्त्वपूर्ण रहस्य हुनुपर्छ भन्ने हामी अनुमान लगाउन सक्छौँ। यो भिड विशेष गरेर बुद्ध जयन्ती भन्दा पछिल्लो समयबाट सुरु भई 1 महिनासम्मको समय रहने गर्दछ, जसलाई लामा गुरुहरूले तिथि र मितिबाट साका दावाको तिथि मिति तोकिने गर्दछ। धेरै असिन र पसिन अवस्थामा पनि धर्मावलम्बीहरू बौद्धको परिक्रमा गरिरहेको छ। भगवान बुद्ध लगायतका विभिन्न बुद्धहरू यस धरतीमा अवतरण भएको कुराहरू हामी धर्मगुरुहरूद्वारा सुन्न सक्दछौँ। पुण्यवान भूमिलाई हामीले चिन्न सक्नुपर्ने रहेछ। हेर्नुहोस् आदरणीय धर्मावलम्बीज्यूहरू, धेरै नै भिड रहेको छ।
अत्यन्त धेरै भिड रहेको छ। यो भिड कुनै मामुली भिड भने छैन।